गलत कुरा हो भनेर रमेश हैन लेखकको ठाउँमा रवि लामी छानेर राखेर सोच्नुस् त तपाईले के गर्नुहुन्थ्यो? नदिए पनि केही छैन, किनकि मलाई निगाहको समय चाहिँदैन, मेरो हकको समय चाहिन्छ, मेरो हकको समय चाहिन्छ। सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ, कतिवटा प्रमाणहरू पेश गरौँ। विजिट भिसाको नाममा त्यहाँ घोटाला भइराखेको छ है, एयरपोर्टको अध्यागमनमा एयरपोर्टको अध्यागमनमा यस्तो भइराखेको छ है भने 9 पटक, एकचोटि होइन, दुईचोटि होइन, तीनचोटि पनि होइन, 9 पटक हुँदाखेरिसम्म पनि मन्त्रालयबाट त्यो विषयमा केही पनि कुरा आएन। अनि अति नै भइसकेपछि जब अख्तियारले छापा हान्न गयो, त्यो छापा हान्दैछ भन्ने कुरा सूचना भयो, भोलिपल्टै कर्मचारी यतापट्टि सरुवा गरियो। भिजिट भिसा प्रकरणको माग जायज हो, तर त्यहाँनिर गृहमन्त्रीलाई ल्याएर जोड्नु चाहिँ जायज होइन। 1 महिनापछि गृहमन्त्रीले जो छानबिनको कुरा त्यहाँ बोल्नु भएको छ, त्यो प्रक्रियालाई अगाडि बढाएन सरकारले भने हामी फेरि के हुन्छ त भन्दा आन्दोलनमै हुन्छौँ, हामी सँगसँगै हुन्छौँ। जुत्ता लगाएर चप्पल लगाएर घण्टौँसम्म पलेटी मार्न गाह्रो हुन्छ, त्यही कारणले गर्दा खोलेको मात्रै हो। रमेश लेखकमाथि अख्तियारले छानबिन गरेकै छैन, गर्न सक्ने अवस्था पनि छैन हो, गर्न सक्ने अवस्था पनि म देख्दिनँ, मलाई त्यति विश्वास छ। भनेपछि कांग्रेस र एमाले मिलेर रासपालाई भित्तामै गर्न खोजेको हो।